इंडिया को आकाश चोपड़ाले गरे नेपालको तारिफ। स्टुअर्ट लर्डले नेपाली टिमको बारेमा यस्तो भनेर सन्दीप लामिछाने बीबीएल खेल्ने सही सुन्नुभयो तपाईहरुले। आजको यस भिडियो अन्तर्गत हामी यही तीनटा कुरामाथि डिस्कस गर्नेछौं। सो भिडियो ध्यानपूर्वक अन्तिमसम्म हेर्नु होला र साथै यदि यस च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एउटा सानो लाइक गरिदिनु होला। सो सबभन्दा पहिला कुरा गरौँ सन्दीप लामिछाने बीबीएल प्लेइङको बारेमा। सो जस्तो कि तपाईहरुलाई थाहा छ सन्दीप लामिछानेले मात्र हैन नेपालका विभिन्न प्लेयरहरु चाहिँ बीबीएल मा चाहिँ आफ्नो फर्मर बन्नु भएको थियो, जसमा चाहिँ सन्दीप लामिछाने किन यति कुरा आइराको छ भने सन्दीप लामिछाने चाहिँ पर्ने सम्भावना बढी छ। किनभने जस्तो कि तपाईलाई थाहा छ उहाँ नेपालको एउटा यस्तो प्लेयर हुनुहुन्छ जसले आईपीएल जस्तो ठूलो लिग पनि तपाईहरुले भन्नु पर्दैन यो कुरा त खेलेर आउनु भएको छ। सो अहिले परफर्मेन्स तपाईहरु हेर्नुभयो भने र म यो कुरा भन्छु है, केही सिक्नु छ भने लाइफमा सन्दीप लामिछानेबाट हामी सिक्न सक्छौं यार। उहाँ कस्तो सिचुएसनबाट आएर अहिले फेरि भनौं न अहिले चाहिँ आएर उहाँ फर्ममा आउनु भएको छ है। सो उहाँबाट हामी धेरै कुरा सिक्न सक्छौं, सहनशीलतादेखि लिएर कसरी चाहिँ आफ्नो लाइफलाई गाह्रो अवस्थाबाट राम्रो अवस्थामा ल्याउन सकिन्छ त्यो सबै उहाँले सिकाउनु भएको छ है। सो उहाँको चान्सेस चाहिँ यो कारणहरुले गर्दा राम्रो छ, उहाँको अहिले फर्म ठीक रहेको छ। र अर्को कुरा गरौँ स्टुअर्ट लर्डको। उहाँले के भन्नुहुन्छ भने उहाँले चाहिँ जस्तो कि तपाईहरुलाई थाहा छ नेपाल क्रिकेट टिमको चाहिँ अहिले हेड कोच हुनुहुन्छ र लिड गर्दै हुनुहुन्छ नेपाल कोच नेपाल टिमलाई। सो उहाँको भनाइ के छ भने जस्तै अस्ति भर्खर नेपालले चाहिँ स्कटल्यान्डसँग जित्यो र 97 को टार्गेट चेस गर्यो, तर त्यो उहाँको भनाइ के छ भने त्यो चेस हैन के, त्यो स्ट्रगल गरे हो नेपालले, सर्भाइभ गरेर त्यो जितेको हो, चेस गरेको होइन। सो यस्तो गरेर पुग्दैन कि यस्तो गर्दाखेरि वर्ल्ड कप को अगाडि म्याचेसहरुमा खेल्न गाह्रो हुन्छ। सो यो कुराहरुमा नेपालले एकदम ध्यान दिनुपर्छ भनेर भनेको छन्। साथै के भन्नु भएको छ भने यदि तपाई राम्रो परफर्म गर्नुभयो, हार्ड वर्किङ गर्नुभयो भने तपाईले रिवार्ड पाउनुहुन्छ, त्यसको विकल्प कुनै पनि छैन भनेर पनि उहाँले भन्नु भएको छ। सो यो कुराहरुमा चाहिँ ध्यान दिनुपर्छ भनेर चाहिँ नेपालले भनेपछि नेपालको बारेमा चाहिँ स्टुअर्ट लर्डले भन्नु भएको छ। भनेपछि आगामी दिनपछि यस्तो 97 को टार्गेटहरु चेस गर्दा यो हिसाबले हैन कि स्ट्रगल गर्ने हैन कि एकदम इजी विन हिसाबले उहाँको भनाइ अनुसार जित्नु पर्ने थियो नेपालले। सो यो कुरा उहाँले भन्नुभएको छ। त्यसैगरी आकाश चोपड़ाले के भन्नुभएको छ भने लास्ट इयर चाहिँ हाम्रो एनपीएल हुँदा चाहिँ उहाँले पनि हाम्रो पारस खड्का सरले चाहिँ मेसेज गर्नुभएको थियो, भन्नुभएको थियो कि हजुर पनि आउनु होला भनेर, तर उहाँको बिजी शेड्युलले गर्दा आउनु भएन। तर उहाँ चाहिँ एकदम लभ भित्र हटबाट भन्नुहुन्छ कि मैले फेरि मौका पाए भने टाइम मिल्यो भने म आउँछु, एकदम प्राउड फिल गर्छु नेपाल आउनलाई पनि भनेर उहाँले भन्नुभएको छ। र अर्को कुरा पनि के भन्नुभएको छ भने तपाई नेपालसँग इजिली जित्न सक्नुहुन्न। एशिया कपको बारेमा पनि भन्नुभएको थियो, इन्डिया र नेपालको म्याच हुँदाखेरि यस्तो थिएन कि इन्डिया एकदम इजी तरिकाले नेपालसँग जितेको थियो। यो कुरा पनि व्याख्या गर्दै उहाँले भन्नुभएको छ नेपालको पावरको बारेमा कि नेपालसँग कुनै पनि म्याच तपाईले इजी जित्न सक्नुहुन्न। रिसेन्ट म्याच पनि उहाँले व्याख्या गर्दै भन्नुभयो तीनटा सुपर ओभर देखि लिएर 97-98 को टार्गेट सम्मको कुरा गर्नुभयो। र अर्को कुरा के गर्नुभयो भने यदि नेपाललाई चाहिँ तपाई फ्यानको तारिफ गर्नु, नेपाललाई चाहिँ यदि चाँदमा पनि लगेर तपाईहरु खेलाउनु भयो भने त्यहाँ पनि नेपाली फ्यानहरु पुगिहाल्नुहुन्छ भनेर त्यतिसम्मका कुरा उहाँले गर्नुभयो। सो यो कुराहरु सुन्दा नेपालको बारेमा एकदम खुसी लाग्छ र हजुरहरुसँग पनि शेयर गर्न मन लाग्छ। सो हजुरहरुले कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि व्यक्त गर्नु होला उहाँहरुको भनाइ चाहिँ। सो लगभग आजको लागि यस भिडियोमा यति नै, भेटौं आगामी भिडियोमा को अपडेटसँग। सो आज भिडियो यही नै अन्त गर्न चाहे। हस्त धन्यवाद, हजुरहरुको दिन शुभ रहोस्।